उहाँले चाहिँ आज एनजिट्युबबाट किन खानुहुन्छ भन्दाखेरि उहाँले मुखले खान सक्नुहुन्न होइन। अब हामीले एनजिट्युबबाट चाहिँ उहाँलाई चाहिँ लिक्विड खानेकुराहरू चाहिँ दिन्छौँ है। लिक्विड खानेकुराहरू भनेको एकदम पातलो खानेकुरा जुन चाहिँ क्लियर लिक्विड होइन। हामीले चाहिँ आज पानी मात्रै चाहिँ उहाँलाई चाहिँ एनजिट्युबबाट फिडिङ गराउँछौँ है। अनि सो अब पहिला सुरु चाहिँ उहाँले के गर्नु पऱ्यो भनेर पनि उहाँलाई भन्नु पऱ्यो, जुन दाई आज तपाईँलाई चाहिँ हामीले अहिले चाहिँ यहाँबाट चाहिँ ट्युबबाट पानी खाने है, अलिकति हामी पानी खानु गइरहेका छौँ। अब त्यसको लागि चाहिँ हामीले पहिला सुरु उहाँलाई चाहिँ पोजिसन गर्नु पऱ्यो है। पोजिसन गर्दाखेरि हामीले यो पोजिसन गर्न अलिकति टाउको उठाउनु पर्ने हुन्छ त्यहाँबाट। अब हामीले चाहिँ पहिला के गर्छौँ भन्दाखेरि पहिला सुरु चाहिँ हामीले के गर्छौँ, यसलाई यसरी बेन्ड गर्छौँ। बेन्ड गर्नुको उद्देश्य चाहिँ के हो भने यहाँबाट अब हावा नजाओस् भनेर हो। खासमा यहाँबाट गएको हावा चाहिँ स्टमकमा जान्छ अनि स्टमकबाट चाहिँ ढ्याउ गर्दाखेरि निस्किन्छ मुखबाट, त्यति धेरै फरक त पर्दैन। सो हामीले त्यही पनि बाहिरको हावा नजाओस् भनेर चाहिँ हामीले यो गरिन्छ है, त्यो हो। सो हामीले चाहिँ यसलाई चाहिँ हामीले के गर्छौँ, अब चाहिँ यस्तो गरेर यसलाई चाहिँ हामी यहाँबाट बन्द गरिदिन्छौँ होइन। अनि त्यसपछि जुनलाई तपाईँको चाहिँ फिडिङ भयो है आज तपाईँ यही पोजिसनमा सुत्नुहुन्छ कि तपाईँलाई चाहिँ अर्को अघिल्लोको जस्तै पोजिसनमा सुताउने? अहिलेलाई यही पोजिसनमा सुत्ने भन्नुभयो भने चाहिँ यही पोजिसनमा राख्ने, सुत्छु भन्यो भने चाहिँ एकछिन खाने बित्तिकै चाहिँ हामीले यही पोजिसनमा राख्दाखेरि चाहिँ राम्रो हुन्छ होइन। अलिकति टाउको उठाएर राख्ने केही छ भने खाना खाने बित्तिकै हामीले पुरै सुपाइन गरेर सुतायो भने चाहिँ कहिले काहीँ आफूबाट निस्किन सक्छ, रिफ्रेस्टेसन हुनसक्छ। सो हामीले अलिकति उठाएर राखेको चाहिँ राम्रो है। लेन्थ ठिक छ, गर्नुहोस् त्यहाँभित्रपट्टि हेर्नुहोस्, ठिक छ। तपाईँले के गरिराख्नु भएको अहिले? खुवाउनु फिडिङ गराउनुभन्दा अगाडि ट्युब लगाएर त्यसलाई चाहिँ सिरिन्जको त्यसलाई चाहिँ सफा गर्दै हुनुहुन्छ होइन। अब चाहिँ अघि नै खाएको खानेकुरा पछि कि पचेन भनेर चेक गर्दै हो। कति राख्नुभयो? 50 ml राख्नुभयो होइन। तर अलिकति माथि उठाएर